एउटा लभ स्टोरीमा एउटा केटा र केटीमा जब लभ हुन्छ, जब माया प्रेम हुन्छ, जब सबै कुरा एक आपसमा हुँदै रहन्छ र भइरहेको हुन्छ, त्यसै सन्दर्भमा जब उनीहरूको प्रेममा बाधा र अडचनहरू र कुनै वैमनस्यता, कुनै शङ्का, कुनै आशंका र कुनै उपशङ्काहरू हुन जान्छन्, त्यसैबीच केटा र केटीहरू एक आपसमा कोही रुने, कोही एक आपसमा एक आफ्नो कहानीहरू अर्कोलाई सुनाउने, कोही शायरीहरू बनाउने, कोही गीत गाउने र केही क्षण, केही महिना, केही वर्ष यसरी नै बिताउने गर्छन्। यस्तै एकजना साथीले आफ्नो ब्रेकअप भएपछि एउटा शायरी लेख्नु भएको रहेछ। सानो म त एक अतीतमा रमाउने मान्छे, नबनोस् है तिम्रो प्रेम मेरो जस्तै कहानी। उसले अरूलाई पनि भनिरहेछ, सानो म त एक अतीतमा रमाउने मान्छे, नबनोस् है तिम्रो प्रेम मेरो जस्तै कहानी। मेरो जस्तै कहानी कसैको नबनोस् भनेर उहाँले भनिराख्नु भएको छ। म आफूले आफैलाई दोष दिउँ या समयलाई, म गलत स्वयं आफूले आफूलाई भनौँ या त्यो समयलाई, जसले मलाई पो यो सारा दुनियाँको अगाडि बेला बेलामा हाम्रो हाँसोको पात्र बनायो। जुन समयले बेला बेला जुन मैले गरेको माया प्रेम सबै कुरा बेला बेला हामीलाई रुवायो, बेला बेला हामीलाई हाँसोको पात्र बनायो। समाजसँग भिड्न सक्ने, समाजसँग भिड्न र आँट गर्न सक्ने, मजबुत बनाउन सकेन, त्यस्तो माया प्रेमको, त्यस्तो सम्बन्धको के काम भनेर भनिराख्नु भएको छ। यदि तपाईहरूले माया गर्नु नै छ भने, माया भन्ने शब्द यस्तो हो कि माया भन्ने कुरा एउटा गर्ल र बोयमा हुने कुरा होइन। माया तपाईहरू आमासँग गर्नुहोस्, बुवासँग गर्नुहोस्, दाजुसँग गर्नुहोस्, परिवारको कुनै पनि सदस्यसँग गर्नुहोस्, तर एउटा केटी र केटामा मात्र माया प्रेम भन्ने शब्द यो हुँदैन। र यो नकारात्मकतातिर हाम्रो समाज कहाँ जान्छ भने, हामीले नकारात्मकतातिर जति गयौँ, जति हाम्रो समाज नकारात्मकतातिर जान्छ, त्यतै हामी नकारात्मक हुँदै जान्छौँ र हाम्रो सम्बन्धहरू टुट्दै जान्छन्। सानो म त एक अतीतमा रमाउने मान्छे, नबनोस् है तिम्रो प्रेम मेरो कहानी भनेर उहाँले लेख्नु भएको छ। म त अतीतमा रमाउने मान्छे, मेरो जस्तै कहानी, मेरो जस्तै प्रेम सम्बन्ध, मेरो जस्तै कहानी कसैको नबनोस् भनेर उहाँले एउटा लेख्नु भएको रहेछ, शायरी लेख्नु भएको रहेछ। अर्को मित्रले लेख्नु भएको छ, एकचोटि मोमबत्तीको भित्रको धागोले भन्यो, जल्न त म जल्छु तिमी किन पग्लिन्छौ, जल्न त म जल्छु तर तिमी किन पग्लिन्छौ भनेर मोमबत्तीभित्रको धागोले सोध्छ कि। मोमबत्तीले भने, जसलाई दिलमा जग्गा दिए ऊ छुट्टिँदा आँसु त आउँछ नै, जसलाई दिलमा ठाउँ दिए छुट्टिँदा आँसु त आउँछ हो नि। दिलमा सजाएर राखेको मान्छेले यदि तपाईँलाई छोडेर, यदि तपाईँलाई धोका दिएर जान्छ भने तपाईँलाई दुःख त लाग्छ नि, दुःख त हुन्छ नि, कसलाई हुँदैन र ल भन्नु त। दुःख नभएको, मायामा धोका नपाएको, मायामा शङ्का नगरेको, जति माया त्यति शङ्का भन्ने त एउटा हामीले उखानै हो नि। जति माया गरिन्छ त्यति शङ्का पनि गरिन्छ। सम्पूर्ण साथीहरूले यस्तै यस्तै भिडियोहरू र गीत सङ्गीत पारेकी साथीहरूले हाम्रो पेजलाई फलो गरिदिनु होला र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।